टोटल पढाइको खर्च नै मेरो पढाइ हुन्जेलसम्मको टोटल खर्च नै 85 लाख रुपैयाँ खर्च भएको थियो। म पनि रोटरी क्लबको स्कॉलरशिपबाट आएको के। Hello guys, welcome back to another video. Today we are in Rembrandtplein. So this is the place where you must come if you really want to party. So everything around me right here is all the party places. So you can see this behind me, or look at this side, or on this side. It doesn't matter where you look. All these restaurants and bars and clubs are the most visited place in Amsterdam. So I've been coming here for almost 3 years, and every time I come here I find it amazingly beautiful. So my favorite place in this area is Smoky Cafe Club. It's right over there. If you see over there, that's the one. There you can also get shisha if you like, and there's a Smoky Cafe coffee shop. So coffee shop is where you buy marijuana, so don't think about this as a normal coffee shop. And this place looks absolutely amazing. So look at that. It's one of the most beautiful places you'll see around. And just so you know, this is the time in Netherlands where almost every day it rains. So most of the people who are visiting this place right now, they are either inside bars or restaurants. Right now, even when I am making this video, it's raining outside, and I'm just roaming around to show you guys how it looks in this area. During the summertime, all these places have beautiful terrace outside where you can sit and drink and look around, and in winter it's just like that. Still, probably in my point of view, this is the most beautiful place to be around during winter as well, mainly because of these beautifully decorated terraces and bars. So after strolling for some time, I started feeling a little bit hungry, so I decided to go to this amazing Asian wok. It's a Nepalese restaurant in Rembrandtplein where they serve authentic Nepalese cuisines of the streets. And the food here is amazing, even though the place is very small. And the rest of the conversation you will hear in this video is going to be in Nepalese, and maybe it might be informative for you all. पढाइको टाइमलाई चाहिँ हाफ इयर मात्र मान्छ के, अनि त्यसले गर्दाखेरि चाहिँ पढाइले गर्दाखेरि उनीहरूले टाइम क्याल्कुलेट गर्दैछन् अझै पनि। टेस्ट चाहिँ टक्क बनाउनु भएछ, मिठो।
म सिङ्गलै हो दाजु। फ्यामिलीहरू सबै नेपालमै। फ्यामिली भन्नाले तपाईँले ल्याउन मिल्ने भनेको आफ्नो बुढी र बच्चाहरू हो बिहे गरेको भए। मैले बिहे गरेको छैन। अब परिवारमा ल्याउन मिल्ने भने उति नै हो। बाउ आमाहरूलाई मिल्दैन, भाइ बहिनीहरू 18 वर्ष कटिसकेछ भने आउन मिल्दैन। तर तपाईँले भाइ बहिनी ल्याउँदाखेरि चाहिँ 18 वर्ष कटेको हुनु हुँदैन क्या। त्योभन्दा अगाडि भएर चाहिँ पाउँछ। मेरो नानीको 18 वर्ष घटेर केस चलिरहेको छ। 18 वर्षबाट 2-3 महिना चलेको अहिले केस चलिरहेको छ। त्यो 18 वर्ष कटेपछि उनीहरू इन्डिपेन्डेन्ट भयो भन्छ। अनि त्यही भएर दिँदैन कि। कतिले त जस्तो अब पेपरमा मात्रै यता आउनको लागि आफ्नै दाजुभाइहरूलाई पनि पेपरमा चाहिँ म्यारेज देखाएर आउँदो रहेछन्। मेरो एउटा साथीले त्यस्तै गराएको थियो उता बेल्जियमको लागि। फेरि आफ्नै बहिनी के, तर पेपरमा चाहिँ यता ल्याउनको लागि म्यारेजको पेपर बनाएर ल्याए। विदेशको चाला के हो मेनली चाहिँ एयुपिआरमा आउनेहरू चाहिँ पहिला एयुपिआरमा आउँदो रहेछन् अनि पछि चाहिँ पार्टनर अथवा उ गरेर अनि यतै बस्दो रहेछन्। यो बहिनीको पनि एकजना उपेर आएको छ। गाह्रो है नेपाललाई। मेरो एउटा अफ्रिकन साथीले आफ्नो अङ्कलको थ्रुबाट आएको थियो। आफ्नै अङ्कललाई पनि 15,000 युरो तिरेर आएको। अनि तर अहिले त नेदरल्यान्ड्सले धमाधम जब भिजाहरू पनि दिन थालिरहेछ नि त। जब भिजा, वर्क भिजा दिइरहेछ कि। तपाईँको कम्पनी हुनु पर्यो। जस्तो अब तपाईँको यो नेपाली कम्पनी भयो नि यो होइन, तपाईँले चाहिँ मलाई चाहिँ नेपालको मान्छे चाहियो किनकि मेरो यहाँको खानेकुरा चाहिँ मैले सर्भ गर्ने खानेकुरा चाहिँ नेपालीले बाहेक अरूले बनाउन सक्दैन भनेर भन्यो भने ल्याउन दिन्छ। तर डिफ्रेन्स यति हो कि तपाईँले 10,000 युरो चाहिँ गभर्मेन्टलाई तिर्नुपर्छ होइन। अनि नेपालीहरूलाई चाहिँ त्यो के सजिलो हुन्छ जस्तो अब तपाईँले कोही नेपाली यहाँ आउँछु भनेर तपाईँको आफ्नो मान्छे छ भने चाहिँ ल्याउने, तर जुन 10,000 तपाईँले तिर्नुपर्ने हुन्छ नि त्यो चाहिँ उही मान्छेलाई तिराउने क्या होइन। त्यसो गरेर आउनु चाहिँ मिल्छ। हजुर म भाग्यमानी परेछु। म आउँदाखेरि जम्मा 50,000 बोकेर आएको रुपियाँ। स्कलरसिपमा आएको म मास्टर गर्न। मेरो स्कलरसिपको खाना, बस्न, गाडी भाडा, इन्सुरेन्स सबै उसले स्पोन्सरसिपले पे गरिदियो। टोटल पढाइको खर्च नै मेरो पढाइ हुन्जेलसम्मको टोटल खर्च नै 85 लाख रुपियाँको खर्च भएको थियो। नेपालीले कहाँ सक्छ त्यति।
अनि हजुरको छोरी पढाइ कति गरेको? पढाइ उसले +2 सकेर बसेको। अब अहिले यहाँ धेरै लामो भयो भने त अब भोलिदेखि त्यो इन्डियामा इन्डियन डिजाइन पढ्नु जाने थिएँ। अनि त्यस्तै हो, यहाँ ल्याउनु खोजेको। नेपालमा चिनजान कतिको छ तपाईँको? नेपालमा जस्तै ठुलो मान्छेहरू छ चिनेको। रोटरी क्लबको मान्छे खोज्नु। म पनि रोटरी क्लबको स्कलरसिपबाट आएको क्या। एप्लाई गर्न 2 वर्षमा एकजनाले संसारभरि भयो, 2जनामा 2 वर्षमा एकजनाले पाउँछ। त्यसको लागि त्यो क्यान्डिडेट पुरा गर्नु पर्यो होला नि त। पर्दैन। रोटरीबाट तपाईँले एउटा रोटरीले चाहिँ तपाईँलाई क्यान्डिडेट बनाइदिनु पऱ्यो। जस्तो मेरो काठमाडौँको बागबजारको रोटरीले मलाई क्यान्डिडेट बनाएको होइन। अनि त्यसपछि क्यान्डिडेट बनाएपछि उनीहरूको इन्टरभ्यू सेसन हुन्छ, राइटिङ रिडिङ सबै हुन्छ। अनि त्यसमा तपाईँले नाम निकाल्न सक्नुभयो भने जुन देश भन्यो त्यही देशमा फुल खर्चमा पठाउँछ। हो, कुरा गर्नु न एकचोटि, मिल्छ कि न के थाहा। त्यति मान्छेलाई मलाई चाहिँ कस्तो लाग्छ नि, पेपर म्यागजिनमा आयो भने चाहिँ अलिकति झन्झट हुन्छ जस्तो लाग्छ कि। जस्तै लाइफस्टाइलमा, किनकि अब फर्स्टमा आएको बेलामा उसलाई आफूलाई फिगर आउट गर्न गाह्रो हुन्छ, के गर्ने के नगर्ने भनेर। ए त्यो पनि हो। खासमा उसको फ्री कार्ड पाउनु भनेको मेरो 5 वर्षको उमेर मात्रै हो। तर उसले बायोलजीले पाए काम गरिरहेछ अर्को टाइममा। राम्रै छ। अल्बर्टाइनमा स्यालेरी कस्तो राम्रो छ? राम्रो छ। हामी रेस्टुरेन्ट लाइनमा गर्ने भयो भने हाम्रो धेरै बेटर छ। 18 रुपियाँ 22 पैसा छ घन्टाको। 18-22? त्यसमा घाटा उल्टा 15 रुपियाँ 15.5 रुपियाँ आउँछ। नेट त्यति भनेको 15 भनेको त तपाईँको लगभग महिनाको त 24-25। मेरो बुढी 17-18 बेसीमा 20 दिन काम गर्छ। 20 दिनमा उसको 2000 पटेकै हुन्छ। 20 दिनमा। अनि आइतबार काम गरेको 1.5 गुणा। तर अहिले त होटल रेस्टुरेन्ट पनि बढिसक्यो अरे होइन। तपाईँले होटेलमा काम गर्नुभयो भने मिनिमम स्यालेरी तपाईँको नेटो 1300 छ। हो नि। मेरो होटेलमा ब्रेकफास्टमा हुन्छ नि, बिहानको 7 बजेदेखि नेटो 1300 दिन्छ नि अहिले मिनिमम। हामीलाई नेटो 2100 2200 2300 भनेको त अनि 2200 भन्दा बढी भइहाल्यो। 2300 भनेको त बढी हो नि। तपाईँले 23 भन्नु 23 म त 13 होइन 23। यहाँ पनि 2300 कति 91 समथिङ आउँछ। अनि हाम्रो खातामा चाहिँ 2200 आउँछ। ए त्यही त मिनिममै त्यति छ। अनि के गरे हाम्रो अब नेपाली तरिकाले नेपाली फ्यामिली मजाले फ्यामिली बसेको छ भने त धेरै राम्रो हो त्यति त। होइन मैले अब मेरो 5 वर्ष त्यसको चाहिँ यस्तो म सोचिरहेको छु केही गरी मेरो पेपरहरू टाइममा आयो भने एउटा मेसिनबाट बनाएको प्याकेजवाला मोमो क्या अलिक ठुलै तरिकाले खोल्ने। अनि नेपाली रेस्टुरेन्टहरू इन्डियन रेस्टुरेन्टहरूमा चाहिँ सप्लाई गर्ने क्या। अब त्यसमा भन्दा खासै छैन, किनभने म्याक्सिमम नेपाली रेस्टुरेन्टमा उनीहरूले त्यहीँको काम गराउनु लाग्छ। अनि तर डिपेन्ड, तपाईँले जस्तो अब
कति खर्च हुन्छ भन्ने भर पर्छ क्या जस्तो तपाईँले हामीले यहीँ बनाएको यो चिकन यो भेज हो यो हामीले यहीँ बनाएको अनि यहाँ अर्को पोखराकै भाइ छ उसको छुट्टी छ यस्तो राम्रो बनाउँछ यस्तो छिटो बनाउँछ एक दिनमा लगभग उसले एक दिन त के 6 बजे आउँछ भरे 12-1 बजीसम्म उसले 7-8 सय बनाउँछ यस्तो बनाउँछ यस्तो छिटो चलाउँछ न त्यो 7-8 सय त उयो बनाउनु मात्रै होइन त्यो किमा मोलेर आटा बनाएर त्यो काटेर गर्ने पनि 7-8 सय बनाउँदै खतरा फास्ट रहेछ त पोखराको गुरुङ हो उसको छुट्टी छ पोखराको गुरुङ तर कति भयो त्यो भाइ काम गरेको यहाँ पछाडि उसको एक्लै पैसा आइपुगेको छैन पहिला मनी टेबलको काम गर्दा ब्याङ्क मनी टेबल बन्द भयो ए भनेपछि त चिनेको छु क्या हो मैले ऊ त अनि स्टडी पनि गरिरहेको थियो होइन स्टडी पनि गरिरहेको थियो होइन स्टडी गरिरहेको छु भनेर लाग्यो ए त्यो भाषा भाषा त्यो नर्म पढ्दै चाहिँ छोडेछ ए Alright guys, this is Rembrandt Plain. I hope you enjoyed this video. Make sure to explore this part of Amsterdam when you are here. Till then, see you next time.